हामीलाई जस्तो जाडो भइरहेछ हाम्रो चाहिँ यहाँ सुपरम्यान बडी बिल्डर हजुरलाई चाहिँ जाडो भएन उसले पनि लगाउँदैछ तिमी मलाई लगाइदेऊ मलाई यो खानु मन लागेको अरे नि त सिन्दुर छुटाउनु पर्छ नि कत्रो लगाइदिएको फेरि सिन्दुर छुटाउनु पर्छ नि हो होइन गालातिर नलगाउनु उसले पनि लगाउँदैछ तिमी मलाई लगाइदेऊ मलाई ह्याप्पी होली आमा भन ह्याप्पी होली भन्नु नाइसुलाई चाहिँ हामी टिका मात्रै लगाइदिएछौँ हिँड गर्ने होइन हिँड गर्ने खोइ तिमी मलाई लगाऊ हात हाल्दैछ उसले पनि यसो यसो गर्दै हात हाल्दैछ लौ मुखतिर पो हाल्छ त हेरेको हेर न उतारिदियो बेला उतारिदियो खै 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 ए सु यता हेरेर हाँसिदेऊ छिटो हाँसिदेऊ बाबा हा हा गर्दा जोटले उसले मैसेज गर्दा डाकु मङ्ग सिंह यसो गर्दा नि त्यसलाई भाले ओइ कुकुरको भनौ न कुकुरको गर्दा त्यस्तो मोह रावण म नानीहरूलाई लान्छु आज नानीहरूलाई लान्छु म आज तर्सेला नि नानीहरूलाई बोकेर लान्छु म आज पापा भन अन्त छोडिदिन्छु पापा भन छोडिदिन्छु पापा भन अन्त मात्रै छोड्छु तुक्कै भनेको पापा भन पापा गदा रे पापा भन मिठी दिन्छु मिठी खानु जाने पापाले के लगाइदा नि त्यही खानु मात्रै डरायो नि कान्तारा मुभी नैसुला जान्छौ म डराएको अझै छ नि अझै हो त आमा भएकोमा चाहिँ दुध खानु नानी जुजु भन त के कस्तो मजाले भन आमालाई आमा भन त सलामे इश्क उयो क्या अनारकली डिस्को चली ए त्यो उले च्याति सक्यो बाबा त्यो मुखमा हालेर मुखमा हालेर च्यात्यो त्यो च्यात तट्यो राखिदिइहाल्नुहोस् त The next day. पापा जानु भयो तिम्रो पापा जानु भयो ल हाई गर्नु न पापालाई उम्मा भन्नु उम्मा 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 कहाँ छिराको हगु गर्ने खुट्टा आफै छिराको हेर न त्यहाँ के कसले सिकाउँछौ तिमीले बदमास गर्ने ए खुट्टा त भित्र
यहाँ हेर न यहाँ के गरिरहेछ यहाँ खुट्टा कहाँ हालिरहेछ हेर न भट्टी अरे पो बसाइन्छु अरे गर्छ होला गाडी कहाँ बसेको बहिनी माथि बहिनी होइन हेरै बसेको भगवान् ल हेर बुम बुम भन्दै न पापालाई गाडी भन्दै न गाई बुम बुम छिटो छिटो आमा गछ अलिकति खानुपर्छ त छिटो अलिकति कहाँ पुग्यो भए बेसी हाम्रो नगर मेरो फोन हेलो भन्दै आमा हुँदैन हेलो एभ्रिवान छिटो पनि हेलो Hello everyone, welcome back to our YouTube channel. We are na papa. Papa हेर्न नि हेलो भन्दिन. भोलि फेरि एक्जाम दिनु जानु छ. So guys, आज चाहिँ हामी मिरिकपट्टि जाँदैछौँ है. अन्त मिरिक चाहिँ किन भने चाहिँ उसको डकुमेन्टहरु बनाउनु छ हो. अन्त त्यही हो. त्यही लागि अनि त्यही भएर जाँदैछु गाइस. अन्त मिसेस म नानी कति लेजहरु लिएर आएछ हेलो भन्नु त जाउला तिमीहरु राम्ररी ल बस्नु ल ब्लू लेस पनि ल्याइदिनु भएछ त पापा भन पापा भन जोडले पापा भन पापा जानुभयो पापा जानु पापा पापा जोडले लाउडर पापा भनेको अरु बेला जस्तो थ्यांक यू भन्देऊ थ्यांक यू भन न पापालाई रुचेकोलाई थ्यांक यू भन्यौ पापालाई बस न यहाँ बस किन उफ्रेको बस यहाँ छपक्क लगाएर बस गरम भयो होला हौ तिमीलाई नि बाबा हामीलाई जस्तो जाडो भइरहेछ हाम्रो चाहिँ यहाँ सुपरम्यान बडी बिल्डर हजुरलाई चाहिँ जाडो भयो यहाँ हामी मिरिक आइपुग्यो गाइस र मिरिकमा आइपुगेर चाहिँ यहाँ त हाम्रो जस्तो खाएको होइन खाना यहाँ चाहिँ गाडी नपाएको अवस्था भइरहेको छ हो अनि हामी चाहिँ उसलाई चाहिँ मोमो खानु मन पर्यो अरे हिजो राति खाएकोलाई अगाएन अरे अन्त चाउमिन पालास चिकन ग्रेभीलाई चाहिँ यो खानु मन लागेको अरे नि त ए टाटा भाइ उसको बाउ छ भने मलाई चाहिँदैन नि ए यो यहाँ कहाँ गएको भनेर हामी मनमा कि मनमा कोही होइन त के चिन्छ होला अहिले एकपल्ट हामी गएको छ त यहाँ यो होइन तर यो होइन के होइन थाहा भएन बिर्से माया पो गर्नु बाउ माया पो गर्नुपर्छ ज्यादा भनेको छ बाउलाई कल 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 यी कुकुरसँग साधारण गाउँदैन हेऱ्यो माया पो गर्नुपर्छ माया
बाहिर बाबा टोक्दैन हो भगवान कुकुरले कहाँ नानीहरू टोक्छ नानी पनि बुझ्छ नि गयो हामी चाहिँ यहाँ अर्डर गरिरहेको छु हो मैले चाहिँ थुक्पा अर्डर गरेको छु चिकन थुक्पा उसले बिफ थुक्पा गरेको छ मिरिकमा थियो नि त आउनुहुन्छ तपाईँ हौ तपाईँ हुनुहुन्छ मिरिकमा हुनुहुन्छ तल कतिखेर जानुहुन्छ तपाईँ ए ओह्रालो झर्नुभयो अन्त त्यो स्ट्यान्डमा त थियो त गाडी अन्त अलेक्साले आज बिफको सुप खानु आँटेको छ यहाँ मुख मिठा खाएर न गजब नै रहेछु यस्तो छ नि त फेरि बेहोरा चाहिँ बदमास त फेरि डेन्जर दामी छ नि अरू कुनै गाडी छैन नि मोडमा जाने के को मोमो बिफ मोमो के भन्यो नाइसुले आज बिफ खानु आँटेको छ फर्स्ट टाइम म चाहिँ खाँदिनँ नि त है नाइस तातो छ नि त बिबी फुगर अलिक जोडले फुगर न खिलाइदेऊ नै बिचारा मिठो भन्दै छिटो मिठो गर्दैछ सिलाउँदै गर्छ यसले सुप झार्दैलाई पापालाई खानु देऊ आऊ यहाँ आऊ पापालाई शान्तिले खानु देऊ तिमी आफै खिराइदेऊ ला यसले त जसलाई पापै भन्छ त ए के बिना पापा नमस्ते साईराम गर्दै साईराम Much later. Guys, यहाँ चाहिँ एकदम हामी केको मासु भनिदिहाल्यो न गुरुको मासु सिबैको मासु हो हैन ढाड्दैछ रुगो खोइ हो रुगो होइन डाइरेक्ट भन्दा कसो सुन्छ नि त त्यही भएर उल्टा भनिदिएको नि ढाड्दैछ अनुसारले पनि खानु थालेको छ है ए बिच्छाको नबोलाई खुसी छ ए उलाई खुसी छ अरे मम्मी बुवाले गिराउँछ भनेर मात्रै ढाँटेको उफ फेरि बिच्छाको नबोली बस्ने ल होइन सी भैँसीको ल मैले माने त नि त बिच्छाको तपाईँहरू पनि मान्नुहोस् सी भैँकै हो यो सो गाइज हामी चाहिँ नाइसुला खानाको लागि उसले चाहिँ खानै मान्दैन हो आजकल कति दिन भएको छ उसले खानै खाँदैन 2 गाँसदेखि खानु मान्दैन अघि त्यो मोमो पनि एकछिन मात्रै हो 5 वटा थियो बिच्छा प्लेट 10 वटा थियो फुल प्लेट है 2 पल्ट मगाए मैले 4 वटा खाँदा अनुसारले 6 वटा खाइसकेछु बिच्छा गरेर मैले ढाँटेको अब खाऊ एक्लै खाऊ खाना अच्छा काट नि त अन्त ल आज डिलिट गर्दा पर्दैन भयो नबोल हाल्छ नि
अन्त आप्पाले पनि खानुभयो अन्त आप्पाले चाहिँ नानी लिएर जानुभयो अन्त हामी चाहिँ खान आँटेको हो यो भैको मासु चाहिँ आप्पाले बनाइराख्नु भएको थियो हामी आउँदा हामी ढिलो भयो नि त 6 बजीतिर आइपुगेको आज पुरा ढिलो भयो गाडी नपाएर अन्त सब्जी चाहिँ आप्पालाई मैले आएर बनाइदिएको दाल र भात र सब्जी सो अब खान्छु अहिले भेट्छु नि ल पापा नेचु यहाँ प्रिन्सेस यहाँ न हाम्रो प्रिन्सेस यहाँ र जिउ छोडेको यहाँ बस त यो लगाइदिन्छु त्यहाँदेखि खोल्नु ल आमालाई उहाँ ब्लगमा हेलो भनिदेऊ हेलो भनिदेऊ नानी तातो भनिदेऊ त तातो भनिदेऊ न चिया तातो भनिदेऊ छिटो हेलो भन्नु आएको अगाडिपट्टि फर्केर माखा गोच्छ आमालाई लगाइदिन्छ अरे ए मलाई लु लगाइदेऊ आमालाई लगाइदिन्छ भएर पो यो छोड्दिनु The next day. माथि हिँड्नु अलिक हिँड्छ अरे आज 3 जनै सेम भएछ टी सर्ट कलर वाला लड्छ नानी त्यो अलिकति यसो गर्दिन नि टोपी अलिकति यसो गर्दिन आजी यति हेर्नु त हात मागेको अहिले बेबीले आपालाई चाहिँ के दिन्छौ खुट्टा कि मुख पापा भन्दैछ सो गाइज हिजोकै भ्लगमा यो कन्टिन्यू गर्नेवाला छु किनभने हिजोको अलिक कम्ती भएको छ र यो स्लिप तान्दिउँ न स्लिप तान्नु औ अनि अहिले चाहिँ मैले जस्तो हिजो तपाईँलाई भनेको थिएँ कि हाम्रो काम छ डकुमेन्टहरू बनाउनु नानीको अन्त त्यसको लागि हामी अहिले जाँदैछु गाडी पर्खेको गाडी भेटिनौँ अन्त हिँड्दै जाँदैछु अहिले निकै टाढै छ पञ्चायत अफिस जाँदैछौँ आप्पा पनि हुनुहुन्छ अगाडि हुनुहुन्छ आप्पा हेलो भनिदिनु हेलो तपाईँलाई देखेन आप्पाको पनि काम छ अनि आप्पालाई पनि आप्पा हामीसँगै गएको को हो नगर त्यस्तो नानीले पनि त्यही सिक्छ स्कुल जाँदा सानोमा यो बढाउँदै मामले अझै त्यही छ ओके सर छुट्टा गरिदिनु उसले त्यहीँ गर्छ यहीँ गऱ्यो ल अब कुनो हिँडेको अरे अझै हिँडेको तिमी हिँडेर त हामी भोलि पुग्छु त त्यही त पञ्चायतबाट सिधै तल जाने सिलगढी यसो गर्छ त के देख्छ टिप्छ हिँड ढुङ्गा टिप्दैछ हुँदैन उसलाई बोक्नुपर्छ केरेर लिएको भए पनि हुन्छ है अन्त गाडीमा जान सोचेर नबोके है गर्न होइन के हो त्यो अरिजिनल हो त्यो के भन्छौ ल उनीहरूले चलाउने ड्युटीमा उनीहरूको मान्छे त्यो अरिजिनलै गन त त्यहाँ उसले त होइन भन्छ त हिजो त अरिजिनल गन कहाँ हो त्यो विशाल चोक नामै राखिदिएको छ हाम्रो मरमा घरदेखि अलिक माथि नै हो छेउमै छ कहाँको तिमी चाहिँ ड्रेसको फोटो हालिदिनु पर्छ नि अन्त त्यही त नि राम्रो सिभिल माथि नै जाँदैछ बाई बाई नकुदैन लड्छ है जिउवा गर जिउवा हामी पढेको एबिसी अनुसार आइसिडिएसमा हेलो गाइस यो भिडियो चाहिँ म धेरै दिन बाद बनाउँदैछु यो
ब्लगको लागि यो पर्टिकुलर भिडियो चाहिँ, किनभने त्यसमा चाहिँ के भन्छ लास्टको अब एन्डिङ पार्ट थिएन, त्यही लागि आज बनाउँदैछु। अनि त्यो ब्लग चाहिँ मेरो 3 दिनको ब्लग हो है। अन्त फर्स्ट होलीको होइन, होलीको पनि 1 दिनको होलीको छ। अन्तखेरि त्यहाँबाट मिरिकाको, अन्त मिरिकाको त्यति साह्रो राम्रो पनि भएको छैन यो 3टै दिनको ब्लग। अन्तखेरि अलिअलि थियो। अन्त मिरिकबाट भोलिपल्ट पञ्चायत गएको, किनभने चाहिँ नानीको रासन कार्डको लागि चाहिँ हामी गएको थियो खासमा। अन्तखेरि त्यो कामै भएन हो, अहिले रासन कार्डको उयो अप्लाई भएको छैन अरे नि त। अन्तखेरि अस्ति द्वारे बस्दाखेरि बनाउनु पर्ने थिएछ, तर हामी अब थाहा पाएन, त्यही भएर बनाउनु पाएन होइन, त्यति साह्रो थाहा भएन। अन्तखेरि चाहिँ अब हामीले अहिले चाहिँ सिकेँ नि त त्यस्तो गर्नु पर्दैछ भनेर। अन्त नेक्स्ट टाइमदेखि चाहिँ त्यो गल्ती हुँदैन है। अन्त अब एकपल्ट गल्ती गऱ्यो भने त मान्छेले सिक्छ होइन। अन्त भएन उसको रासन कार्ड चाहिँ त्यो टाइम अस्ति। अन्त अहिले चाहिँ धेरै दिन बाद यो एन्डिङ पार्ट बनाउँदैछु म। अन्त हामी कहिले मन्डे ट्युसडे नै आएको होइन, सन्डे गएको थियो, ट्युसडे आयौँ। र यो ब्लग चाहिँ त्यही हो है, अमेरिकाको अन्त होलीको प्लस हामी उता गएर के कहाँ गएको, के काम लिएर गएको। अन्त हामी त्यसको भोलिपल्ट आएपछि चाहिँ मैले आएको चाहिँ ब्लग बनाएको छुइनँ, र त्यसको बादको चाहिँ मैले ब्लग बनाएको छु, जुन चाहिँ म यसको बाद हाल्ने छु होइन। अन्त आई होप तपाईँलाई अल्छी लागेन होला हेर्दाखेरि होइन। अन्त त्यो अलिअलि अब सानो सानो क्लिप्सहरू थियो मेमोरीको लागि भनेर बनाएको थियो, त्यो चाहिँ म हाल्दैछु मर्ज गरेर। अन्त तपाईँले मन पराइदिनुहुन्छ भन्ने आशा गर्दैछु म है। र यति भन्दै आज ब्लग के कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला। अन्त मेरो च्यानललाई सब्सक्राइब गरिदिनु, साथै मेरो भिडियोलाई लाइक सेयर कमेन्ट पनि गरिदिनुहोस् है गाइस। थ्याङ्क यू फर वाचिङ, बाई बाई, सी यु गाइस अन दिस ब्लग।